गुड मर्निङ हेलो गाइसहरू। आज मेरो छोरी टासीले चाहिँ एकोरे यो कहाँबाट कुकुरको बच्चा आएछ कि यसले नि फेरि छोड्नु मान्दैन रहेछ हौ। भात दिएर दुध दिएर ऊ यसलाई पालौँ पो भन्दैछ। भोलि उसको बर्थडे हो, बर्थडे गिफ्ट यही पो चाहियो अरे उसलाई त। बजारमा लगेर के सपिङ गरिदिन्छु भन्दा मान्दैन। यो बर्थडे गिफ्ट त यो पो चाहियो अरे। कसको कुकुरको बच्चा आएछ कि चिङ्लिङ परेको रहेछ। बर्थडे गिफ्ट चाहिँ यही चाहियो अरे तिमीलाई। यसले नि बर्थडे गिफ्ट हुन्छ अन्त। छोडिदेऊ नानी, उसलाई छोडिदेऊ त। कपाल लाटो फुटो छिटो, अब स्कुल जानु ढिलो हुन्छ। ऊ मानेकै छैन हौ यो कुकुरको बच्चालाई छोड्ने मेरो नानीले चाहिँ। के भएको? लु पुऱ्याइदियो उसलाई माथि के त। कसको कुकुरको बच्चालाई छोडिदेऊ छिटो। के हुन्छ? छोडिदेऊ अब लु। खाना नि दिए त अन्त उसलाई, अन्त लु छोडिदेऊ। खेदा न हौ, जाऊ खेदाऊ। लु पठाऊ उसलाई, उसलाई पठाऊ न। के चाहिँ बर्थडे गिफ्ट यही अर्काको कुन चाहिँ कुकुरको बच्चालाई कि बर्थडे गिफ्ट यो पो चाहियो अरे। ऊ तल पो खिचेको कसको हो कि कुकुर? यसो बर्थडे गिफ्ट हुन्छ कहिले? लु लट्टाफुट्टा कपाल बाटिदिन्छु ल। बर्थडे गिफ्ट भोलि स्पेसल हुन्छ नि तिमीलाई, अन्त भोलि बर्थडेको दिन तिम्रो छ त अन्त। लियो छ त, कता गयो लियो छ त। ऊ लियो लुकेर हेरिरहेछ, उसको लियो। यी पनि जिद्दी गरेर ल्याएको, सानो बडे थियो, यत्रो बडे डल्लो थियो, अहिले कत्रो ठुलो भइसकेको छ अहिले हो है।